धेरै समयपछि म आफ्टर लङ टाइम म क्यामेरालाई फेस गर्दैछु। म 2-3 महिना भयो मैले चाहिँ मेरो भिडियो हालेको थिएन हैन। म चाहिँ के कारणले बिजी थिएँ त त्यही बारेमा मैले आज यो भिडियो बनाउँदैछु है। हाम्रो गाउँमा चाहिँ के छ भन्दाखेरि सबैले ट्रेडिसनल खेती मात्र गर्नुहुन्छ है। अनि मैले चाहिँ अहिले आएर यहाँ चाहिँ फार्मिङ गरिराखु ट्रेडिसनल खेतीलाई छोडेर अब मोडर्न तरिकाले गर्दैछु। अनि मैले यहाँ आएर अहिले चाहिँ मैले खासमा यहाँ खुर्सानी खेती गर्दैछु अनि प्लस तरकारी खेतीहरू पनि गर्दैछु। अनि यो जर्नी कसरी भयो त स्टार्टेड भनेर म स्टार्ट गर्दैछु है। सुरुमा म यहाँ आएँ है। यहाँ आएपछि मैले चाहिँ लहरे बालीहरूलाई चाहिँ नर्सरी गरेँ। अनि जुन चाहिँ मैले चाहिँ फर्सी, काँक्रा, लौका, तिते करेला अनि घिरम्लाहरूको लहरे बालीहरूको नर्सरी टन्नै गरेँ है। अनि मैले पनि कालो प्लास्टिकमा माटो हालेँ। अनि मेरो प्लस यहाँ हाम्रो यहाँ हजुरबा आउनुहुन्थ्यो, उहाँले पनि मलाई सहयोग गर्नुभयो। अनि उहाँ र म गरेर एकदमै धेरै भन्दा हजारौँ मात्रामा चाहिँ नर्सरी बालीको लागि हामीले नर्सरी तयार गऱ्यौँ। अनि जुन चाहिँ एकदमै राम्रो भएको थियो, हाम्रो बालीहरू चाहिँ राम्रो भएको थियो। अनि त्यो चाहिँ हामीले चाहिँ पुरै टाइमसिनमा चाहिँ सेल गऱ्यौँ है। अनि रको बेर्ना चाहिँ पुरै हामीले यहाँ हाम्रो बारी थियो। अनि त्यो बारीमा चाहिँ पुरै खनेर यहाँको आफूले पुरै ड्याङहरू बनाएर ल्याइयो, जुन चाहिँ एकदमै रमाइलो थियो र बेर्ना पनि एकदमै राम्रो भएको थियो। अनि त्यसपछि हामीले चाहिँ यहाँ कुखुराहरू पनि थियो, कुखुराहरूको लागि चाहिँ पुरानो खोर भएको थियो। त्यसपछि त्यसलाई चाहिँ नयाँ खोर पनि बनाइयो, जुन चाहिँ जङ्गलबाट दाउरा यहाँ खुलेको थियो त्यहाँ गएर काटेर है, त्यो काटेर लिएर त्यसपछि फेरि यहाँ झन्डै 100वटा कुखुरा अटाउनु जति मैले खोर बनाएँ है। अनि त्यो पनि अनि अहिले चाहिँ त्यसपछि त खोरमा चाहिँ 4वटा कुखुरा थियो, तिनीहरूलाई चाहिँ डेली अन्डा दिन्थ्यो क्या। त्यसपछि प्लस हामीले चाहिँ फेरि 5वटा कुखुरा थप्यौँ, जुनबाट चाहिँ अन्डा यति दियो कुरै नगरौँ है। खुर्सानीको लागि चाहिँ बेर्ना एकदमै महँगो रहेछ है बाहिरबाट किन्दाखेरि। अनि हामी चाहिँ गाउँ घरको स्रोतबाट चाहिँ खोजेर लिएर आइयो। खोज्दा पनि यति दुःख पाइयो कि पाइँदैन। अनि हामीले यता कुरुङ खोलाबाट गएर त्यो सिड खुर्सानी हुन्छ नि, खुर्सानी लिएर यहीँ ठोकेर पुरै निकालेर त्यसबाट दानाहरू। अनि यहाँ चाहिँ हामीले चाहिँ नर्सरी गऱ्यौँ। त्यसबाट नर्सरी गरेर पुरै हामीले त्यसबाट बिउ उत्पादन गरियो। बिउ उत्पादनहरू पनि मात्रै जति सोचेको थियो त्यति पनि भएन। अनि फेरि प्लस फेरि हामीले चाहिँ अरू नर्सरी पनि गरियो है। अनि मल्चिङ ब्यागमा पनि राख्यो, अनि प्लस माटो आफूलाई लाउनको लागि त्यो पनि खन्यो। के गर्दा यस्तै हाम्रो गाउँ घरमा बस्दा यहाँ पारी यता हाम्रो ठुल्बाहरूले चाहिँ मौरी पालन गर्नुहुँदो रहेछ। अनि उहाँहरूलाई त्यो देखेर फेरि हामीले यहाँबाट एउटा हजुरबा उहाँलाई चाहिँ सोधिदियो। उहाँले चाहिँ हुन्छ कति देखेछौ भने चाहिँ बोलाऊ भन्नु। अनि यहीँ हाम्रो यहाँ तल गिठीमा रहेछ, त्यहाँ गएर मौरी फर्स्ट टाइम चाहिँ त्यो मौरी झिकेको। तर मौरीले चाहिँ गाउँघर मौरी केही गर्नु त्यहाँबाट झिक्यो, त्यो निकालेर राखेर लिएर आइयो। अर्को पनि थियो, त्यो चाहिँ म आफै गएर हामी दुई भाइ गएर काटेर है, त्यसपछि त्यसबाट झिक्यो। मौरीलाई हामीले उडाएर यहाँ राख्यौँ। यहाँबाट अब हामीले ठेकीमा झिकेर फेरि अर्को ठेकीमा लिएर राखियो। त्यस्तै गरेर हामीले चाहिँ मौरी चाहिँ राखियो। त्यसपछि हामीले चाहिँ खुर्सानीको लागि बेर्ना चाहिँ रेडी भइसकेको थियो। त्यसपछि हामीले ट्र्याक्टर बोलाएर त्यसपछि जोताइयो है। हामीले यहाँ खुर्सानी लाउनको लागि मेरो फार्म हेर्नको लागि हजुरआमा आउनुभयो। त्यो तरकारी त लाइयो टन्नै, तर पानीको समस्या एकदमै, पानी परेन आकाशबाट। त्यसपछि हामीले चाहिँ घर आउने पानीलाई चाहिँ हामीले सञ्चालन गरेर के अरे डडम राखेर डडमबाट हामीले चाहिँ सिँचाइ गरिन्थ्यो, जुन चाहिँ हामीलाई चाहिँ इनफ पुग्थ्यो है पानी चाहिँ। एकदम खुसी हुनुभयो उहाँ यस्तो गरेछ भनेर। तरकारी चाहिँ हेर्दा ठुल्ठुला हुन लागिसक्यो। त्यसपछि हामी चाहिँ झेक्रा पनि बन्द रहेछ, थेक्रा पनि बन्द रहेछ भन्छ। अनि त्यसपछि हामीले चाहिँ युट्युबमा हेरेर त्यो झेक्रा हामीले चाहिँ रेडी पारिदियो है। थेक्रा सक्रा सब रेडी पारियो।
त्यसपछि त्यही बेलामा चाहिँ आकाशबाट यति पानी पर्यो नि, यति पर्यो पानी पर्यो, धेरै खुसीको खबर मजाले परिरह है। चुल्हा बाहिर पानी दिइराख्नु हामीले। हाम्रो यो तरकारीको लागि चाहिँ एकदमै पानी आवश्यक थियो। अब यति छिटो ग्रो हुन्छ नि यो पानी क्या अरे फलहरू। I'm really happy to see this types of view. त्यसपछि हाम्रो तरकारीलाई चाहिँ यति राम्रो भयो, कुरै नगरौँ। त्यसपछि तरकारीहरू चाहिँ यति बडो हर चाहिँ अहिलेको समयमा चाहिँ अब हाम्रो चाहिँ तरकारीहरू पनि रेडी भइसकेको छ भनौँ। जस्तै हामीले चाहिँ फर्सीका मन्टाहरू हामीले टिपिसकेछौँ र हामीले बेची पनि, हाम्रो आफ्नै दोकान छ त्यहाँबाट पनि बेचिराखेका छौँ। अनि यहाँबाट हाम्रो अहिले सेबी पनि फलिसकेको छ, काँक्राहरू पनि फल लगाइसकेको छ, घिरम्लाहरू, तितेकर्लाहरू एकदमै अब चाहिँ हाम्रो तरकारीहरू चाहिँ बेच्ने बेला भइसकेको छ। हाम्रो घरको लागि चाहिँ राम्रो बनाऊँ भनेर है, अनि हामीले चाहिँ गेटहरू बनाउन लागि हामीले गएर बाँस काटेर है, त्यसपछि लिएर हामीले चाहिँ गेटहरू पनि तयार पार्यो। अनि फुलहरू पनि लिएर दाइले फुल ल्याउँथे, मैले कति लाउँथे यहाँ लाउँथे। गमला पनि लिएर टन्न राखेर अनि त्यसपछि फुल पनि लगाएको छौँ है। त्यसपछि यहाँ चाहिँ मान्छे भन्ने चाहिँ मेरो फ्रेन्डहरू कोही पनि छैन है। त्यही भएर यहाँ चाहिँ मेरो सानो बहिनीहरू छन्, उनीसँग जान्थे, बोल्थे, खेल्थे है। यहाँ हाम्रो हजुरआमाहरू हुन्थ्यो, उहाँहरूसँग पनि म मजाले घुलमिल भइरहन्छु है। भइरहन्छु है। अनि यहाँ चाहिँ हाम्रो चाहिँ के छ भन्दाखेरि नेचुरल फ्रुटहरू हुन्छ। जस्तै नेचुरल फ्रुट चाहिँ जस्तै किम्बु, ऐसलु, काफलहरू छ है। त्यसपछि यहाँ चाहिँ अब हामीले चाहिँ एकदमै अब यो तरकारीहरूलाई यहाँ चाहिँ बाँदरको चाहिँ अलिक उस हुन्छ नि त, बाँदर हेर्नको लागि चाहिँ एकदम बाँदर चाहिँ आइरहन्छ यहाँ होइन। बाँदर हेर्नको लागि चाहिँ हामीले चाहिँ धोरपाटनबाट चाहिँ हामीले भोटे कुकुर मगाइयो, जुन चाहिँ एकदमै यत्रो भकुल्लोको एकदमै राम्रो छ, जुन देख्न पाउँछ प्योर भोटे कुकुर है। अब यसपछि चाहिँ अब के गर्दैछ, कसो गर्छ भनेर हामीले प्लानिङ गरिसकेका छौँ भने अहिले चाहिँ अब तरकारीहरू बेच्न रेडी भइसकेको छ होइन। अनि अहिले हामी चाहिँ बारी चाहिँ खुर्सानी पनि लगाइसकेको छ, मल्चिङ ब्याग बचाएर होइन। त्यसमा चाहिँ खुर्सानी लगाइयो, खुर्सानी पनि हामीले 4-5 हजार खुर्सानी लगायौँ होइन। अनि अझै धेरै लाउने थियौँ, तर पनि के भयो भन्दाखेरि अब यो बारीमा लगाइयो। अनि यसबाट चाहिँ कति दिन्छ नि त हेरौँ न त भनेर त्यतिमा लगाएको छौँ। पैसा कमाउनको लागि विदेशी जानुपर्छ, यो जा गर्नुपर्छ भन्ने छैन होइन। यहाँ चाहिँ खुसी छौँ हामी, यहाँ चाहिँ यहाँको वातावरण एकदमै राम्रो छ, शीतल छ, जे खाए पनि मिठो छ होइन। अनि यहाँ चाहिँ मैले आफ्नो परिवारसँग बसेछु होइन। अहिले चाहिँ म एकदमै खुसी छु क्या होइन। अब हाम्रो तरकारी पनि बेच्न रेडी भइसकेको छ भने तरकारी पनि अब
फर्सीको मन्टा सेबीहरू चाहिँ अब हामीले चाहिँ बेच्दैछौँ, जुन चाहिँ हाम्रो अहिले चाहिँ हाम्रो यहीँ माथि हाम्रो आफ्नै दोकान छ होइन, हाम्रो आमाको दोकान छ, आमाको पसल भन्ने जोगीपानीमा एकदमै फेमस छ। त्यहाँ लगेर हामीले चाहिँ अहिले काफलहरू पनि बेचिरहेका छौँ आफ्नै बारीको। हामीले फर्सीको काँक्रा साग सब त्यहीँबाट बेच्दैछौँ। अझै धेरै भयो भने चाहिँ अब हामीले चाहिँ माथि तानसिल बजारसम्म पनि लानेछौँ है। यति गर्दै हाम्रो यो भिडियो यहीँ टुङ्गाम है। यति गर्दै अब तपाईँलाई चाहिँ मन पर्यो भने यो भिडियो एकदमै सेयर गरिदिनु होला, माया गरिदिनु होला र मेरो भिडियो हेर्दै रहनु होला। लभ यु गाइज।